सधैँ जस्तै क्रिकेट सम्बन्धी नयाँ क्रिकेट सम्बन्धी भिडियो लिएर आइसकेको छु। भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला र क्रिकेट सम्बन्धी नयाँ नयाँ अपडेटहरूको जानकारी पाउनुहोला। आज हामीले लिएर आएका छौँ यो वर्षको ग्रेड छुट्याउँदाखेरि कुन प्लेयर कुन ग्रेडमा परे र प्लेयरको मासिक स्यालेरी कति राखिएको छ भन्नेको कुरा गर्नेछौँ। ग्रेड एमा पर्न सफल भएका छन् क्याप्टेन। ग्रेड ए को पैसाको कुरा गरौँ। ग्रेड एमा 1 लाख स्यालेरी छ भने ग्रेड बीमा 75,000, ग्रेड सीमा 55,000, ग्रेड डीमा 35,000 र ग्रेड इमर्जिङमा 20,000 गरी स्यालेरी छुट्याइएको छ। जसमध्ये ग्रेड एमा पर्न सफल भएका प्लेयरहरू रोहित कुमार पौडेल क्याप्टेन, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने र आसिफ शेख 5 जना प्लेयर ग्रेड एमा पर्न सफल भएका छन् भने ग्रेड बीमा पर्न सफल भएका प्लेयरहरू रहेका छन् करण केसी, अनिल कुमार शाह, ललित राजवंशी, कुशल भुर्तेल, कुशल भुर्तेल, करण केसी, अनिल कुमार शाह, ललित राजवंशी 5 जना प्लेयर ग्रेड बीमा पर्न सफल भएका छन् भने ग्रेड सीमा पर्न सफल भएका छन् कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, भीम सार्की 4 जना प्लेयर। अनि ग्रेड डीको कुरा गर्दाखेरि ग्रेड डीमा शाह आलम अनि रको प्लेयरहरू समावेश भएका छन्। त्यसै गरी इमर्जिङमा चाहिँ दिपेश कण्डेलहरू अनि मयङ्क यादवहरू यो देव खनालको जस्तो टोलीलाई राखिएको छ र डोमेस्टिकबाट पनि धेरै प्लेयरहरूले चान्स पाइसकेका छन्। सेम एजुअल वुमन क्रिकेट टोलीको पनि ग्रेड छुट्याइएको छ र उनीहरूको स्यालेरी पनि सार्वजनिक भइसकेको छ। अनि यो ग्रेड छुट्याउँदाखेरि अहिले नपरेको प्लेयर भन्ने भने कमल सिंह ऐरीको नाम छैन। अनि त्यसै गर्दाखेरि विनोद भण्डारीको नाम छैन। अनि त्यसै गर्दाखेरि पवन सराफको नाम छैन। अहिले अलिकति प्लेयरहरू अघिल्लो वर्षमा परेका प्लेयरहरू अहिले कन्ट्र्याक्टबाट चाहिँ कन्ट्र्याक्टमा नपर्नुको कारण हजुरहरूलाई के जस्तो लाग्छ त्यो आफ्नो जानकारी दिनु होला। पिएम कप चलिरहेको छ। पिएम कप सम्बन्धी पनि भिडियो आइसकेको छ, गएर च्यानलमा चेक गर्नु होला। के क्यानले अनाउन्स गरेको यति स्यालेरी खेलाडीहरूको लागि पर्याप्त छैन? के लाग्छ हजुरहरूलाई? स्यालेरी अझै धेरै हुनुपर्छ जस्तो लाग्छ अथवा अझै ग्रेडमा प्लेयरहरू तलमाथि गराउन सकिन्छ जस्तो लाग्छ? त्यो सम्बन्धी आफ्नो धारणा छोड्नु होला। हस्त धन्यवाद।